पेनाङ हिल आउँदै हुनुहुन्छ भनेदेखि यहाँ ट्रेनमा जानको लागि चाहिँ पासपोर्ट नभए पासपोर्टको फोटोकपी भए पनि हुन्छ र 16 रिङ्गिट लाग्ने रहेछ एकजनाको। तपाईँहरूलाई पहिले नै जानकारी गराउँदछु। यो कुरा चाहिँ थाहा पाइराख्नु होला। पासपोर्ट नभए पासपोर्टको फोटोकपी चाहिन्छ अनि 16 रिङ्गिट लाग्ने टिकटको। हाम्रो चाहिँ दाइले काटिसक्नु भएको छ। हामी लाग्यौँ है त अब ट्रेनमा। हामी यो ट्रेन छ नि यो मेट्रो कि मेट्रो है मेट्रोमा जान्छौँ होइन। हो एकदमै खुसी लागिरहेछ क्या बिहान बिहान यस्तो ठाउँ। वाउ हजुर दाइ फेरि गाउँले दाइ हो होइन एउटै जिल्लाको बिचमा हामी देख्नुभयो लाग्यो। अब भित्र पस्दाखेरि नि यस्तो बवाल छ होइन। झन् उता पुगेपछि कस्तो बवाल होला। अब यहाँ चाहिँ हामीले टिकट स्क्यान गर्नुपर्ने हुन्छ जस्तो लागिरहेछ। त्यही होला सायद। अब टिकट छ यहाँनिर स्क्यान गर्ने अनि जाने हो। हाम्रो ग्रुपहरू होइन लाइनमा छन् सबैजना। स्क्यान गर्नुपर्ने हुन्छ। ल सो म चाहिँ फाइनली आइसकेछ। अब दाइहरू पनि आउँदै हुनुहुन्छ होइन। फाइनली गए त हामी चाहिँ अब ट्रेनमा आइसकेपछि यहाँ देख्न सक्नुहुन्छ होइन। अब हामी ट्रेनमा बसेर जानुपर्ने हुन्छ। सो यहाँ चाहिँ एउटा अचम्म लाग्दो कुरो के छ भनेदेखि ट्रेन चाहिँ यहाँ चाहिँ पुरै उकालोमा चढ्छ कि होइन। हामी चाहिँ अब अगाडि नै बस्छौँ यहाँनिर किनकि अब भिडियो बनाएर जानुपर्छ होइन अगाडि बसेर। सो एकदमै बवाल छ। अब अगाडि नै बस्छौँ। जिस्काइरहेको छ कि यहाँ बस भनेर होइन। सो यहाँ चाहिँ एउटा अचम्म लाग्दो कुरो भनेको पुरै उकालोमा चढ्छ ट्रेन होइन। अब यस्तो उकालोमा चढेको देखेको थिएन तर यहाँको विशेषता भनेको यो ट्रेनमा चढ्ने हो अगाडिको भ्यू हेर्ने हो। लाग्यो चेन्ज हुन्छ देख्न सक्नुहुन्छ होइन। उताबाट आइरहेको छ हेर्नु चेन्ज हुँदैन।
नाच्नु जान्छ कि तर नाच्ने पनि क्या यार वाउ डान्स सिकेर थियो यता एक्सर्साइज होला सायद यो मर्निङको होइन मान्छेको एकदमै रमझम छ यता पुलहरू छ वाउ 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 कस्तो राम्रो राम्रो नाच्यो कि उडा 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 वाउ यता कस्तो बबल डान्स हाने कि छैन बबल छ कि उडा 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 यतिकै त फेरि म पनि गाइदिन्छु नि त गाइड होइन म नाच्न मन लागिसक्यो यार नाच्ने क्या बिचमा गएर ओहो वाउ म नाच्नु गाइनी त यो चाहिँ सायद लागिरहेछ मलाई मर्निङको टाइममा एक्सर्साइज होला होइन यो दिदी हेर्नु त नि यो दिदीको डान्स बवाल छ होइन सो गाइस अब हामी चाहिँ पेनाङ हिलमा घुम्दैछौँ र यता कता अब दूरबीन हेर्ने ठाउँ छ यहाँनिर होइन अब हामी दूरबीन पनि केटी जति हेऱ्यो पनि केटी ध्यान नदिनु होइन मैले भ्यू भन्न खोजेको वेलकम रे अब हामी यताबाट छिर्नुपर्ने हुन्छ जाने ठाउँ चाहिँ कता थाहा छैन होइन यतातिर होला सायद सो है त पेनाङ हिलबाट देखिने भ्यूहरू यता चाहिँ समुद्रहरू रहेछ देख्न सक्नुहुन्छ अलिक पुरै हुसियो लागेर चाहिँ यहाँ फेरि आज सो गाइजहरू देख्न सक्नुहुन्छ पेनाङ हिल अब हेरिहाल्यो हुसियो लागेर तपाईँहरूलाई राम्रो पनि देखाउन सकिनँ फोटो खिच्न त्यहीँ उभिने रे जोस् यहाँ चाहिँ अब राम्रो रहेछ हस् ल दिदीले भन्नुभएको नाच्नु ल नाच्यो ल दिदीले टिकटक बनाउँदै हुन्छ हामी चाहिँ अब होइन यसो हलिडेको मात्रै ल हो ल भोक लाग्छ नि त दिदी केही खाएको छैन अनि दिदी नाचिरहनु भएको छैन हेर्नु टिकटक स्टार दिदीहरू होइन दिदी राम्रो नाच्नु हुँदो रहेछ नि बाबा आएछ ल सो गाइस आज चाहिँ होइन एकदमै रमाइलो भइरहेको छ अब हामी चाहिँ होइन यो साथीहरूसँग हिँडिरहेको छौँ अब सबैजना आइहाल्छ नि फुलहरू पनि एकदमै झकमक्क छ होइन ठिक छ होइन यता मलेसियामा आएर पनि अब हामीले मन्दिर म चाहिँ फर्स्ट टाइम है फेरि मन्दिरमा आएको मलेसिया आएको त अब त्यही 18 महिना भयो होइन
मन्दिरमा चाहिँ फर्स्ट टाइम आएको जस खुसी लाग्यो त्यही अब हामी भनेको अब त्यही हो महिनाभरि ड्युटी गर्छौँ होइन महिनाभरि 2 महिनाभरि त अब ड्युटी दिमागमा हुन्छ तर कुनै बेला चाहिँ हामी अब यसरी घुम्न निस्किन्छौँ यस इन्जोय गर्नुपर्छ होइन पैसा मात्रै भनेर पनि हुँदैन कि आफ्नो लाइफमा नि इन्जोय पनि चाहिन्छ सो तपाईँहरू पनि आउनुहोस् घुम्नुहोस् एकदमै रमाइलो छ पेनाङ हिल भन्ने ठाउँ होइन नेपालमा भए जस्तै फिलिङ हुन्छ सो डाँडाकाँडाहरू छ मन्दिर पनि रहेछ सो अझै हामी घुम्दैछौँ भिडियोलाई तपाईँहरू पनि मलेसियामा हुनुहुन्छ भने कसम भनेको यो ठाउँ पनि घुम्न आउनु होला होइन किनकि यस्तो फिल हुन्छ कि तपाईँ नेपालीका जस्तो हुन्छ कि तपाईँ विदेशमा छु जस्तो पनि लाग्दैन होइन एकदम आनन्द मन हुन्छ कि पुरै मलेसियाको गर्मी छ जो चाहिँ एकदम चिसो ठन्डा हावा छ होइन एकदम हरियाली छ पेनाङतिर हुनुहुन्छ भने कसम भनेको यो के अरे पेनाङ हिल चाहिँ आउनु होला क्या तपाईँहरू अब चाहिँ हामी फाइनली आइसकेछौँ अब हामी यो अघि ट्रेनमा आएको थियौँ नि त मेट्रोमा फेरि हामी फर्किनु पर्ने हुन्छ हामी समुद्रतिर जानेछौँ र जहाजमा चढ्नेछौँ होइन अब चाहिँ खानासाना खाएर अब गाडीमा जाँदैछौँ सबैजना गइसक्यो अब हामी एक दुईजना मात्रै पछाडि बाँकी छौँ अब हामी पनि गएर बस्नेछौँ र समुद्रमा गएर जहाजमा चढ्नेछौँ इन्जोय गर्नेछौँ लास्ट भनेर त्यहाँनिर हो त्यसपछि रुम फर्किनेछौँ अब चाहिँ हामी पानी जहाजमा चढ्नेछौँ ओ माई गॉड कस्तो खतरा बबालु आएको कि होइन समुद्रको छाल हामी त हेरेको होइन समुद्रको छाल देख्न सक्नुहुन्छ तपाईँहरूले जस्तो बबाल छ यहाँ त फेरि नुन पनि आउँछ कि होइन नुनको ढेका देख्न सक्नुहुन्छ यहाँनिर पानी यहाँसम्म आउँछ कि खतरा छ मान्छेहरू पनि नुहाइरहेछन् ओ तर यस्तो फोहोर पानीमा त के नआउनु र हामी अब हेर्ने मात्रै हो सो गाइड होइन देख्न सक्नुहुन्छ छाल पुरै बबाल यहाँसम्म आउँछ हेर्ने यहाँ ओ माई भिजाइदियो यार समुद्रको छालले भिजाइदियो यसो जुत्ताभित्र पानी पस्यो होइन म त्यहाँ गएर भिडियोहरू बनाइरहेको थिएँ सो यो त पुरै हुन्छ नि हाम्रो त्यो धान रोप्दाखेरि ट्र्याक्टर ल्याउँछ नि दाइ अन्त हिल आउँछ नि त्यस्तै आउँदो रहेछ यार यस्तो मात्रै नुहाउनु हुँदैन मैले त एउटा चिसो लिइरहेको छु म त्यस्तो केही पनि खाँदिनँ होइन देख्न सक्नुहुन्छ यो चाहिँ फेरि मान्छेले नचिनेर बियर भन्ला नि तर यो चाहिँ मोनिस्टार भन्ने हो होइन चिसो इनर्जी ड्रिङ्क देख्न सक्नुहुन्छ यहाँनिर म चाहिँ यो खान्छु अब समुद्रको छेउमा बसिवरी सो गाइस हामी चाहिँ फाइनली अब हामी बोटमा जाँदैछौँ देख्न सक्नुहुन्छ तपाईँहरूले हामी चाहिँ जाँदैछौँ सबैजना अब बोटमा चढेर एकदम इन्जोय गरिरहेको छ पानी देख्न सक्नुहुन्छ सो लागिसक्छ अब सो आज अब सेफी चाहिँ लाउनु किनकि अब समुद्र जस्तो ठाउँमा होइन जानेछौँ उनीहरूको लागि साथीसँग इन्जोय भइरहेको छ होइन अब चस्मा पनि हल्का लगाइदिनु पऱ्यो होइन त्यसपछि पारा देखाउने हो घुम्ने हो सो यता पनि हेराउने हो सिटी पनि खुट्न मिल्ने रहेछ सो फाइनली देख्न सक्नुहुन्छ दिदी साथी पनि कस्तो लागिरहेको छ तपाईँहरूलाई डर लागिरहेको छ डराउनु पर्दैन भाइहरू छ डराउनु पर्दैन दाइहरू हुन्छ होइन सो गाइस आज हामी एकदमै ह्याप्पी छौँ होइन आज चाहिँ पुरै दिनभरि घुम्ने हाम्रो इन्जोयको टाइम हो सो हामी चाहिँ यहाँ छेउमा
You are so beautiful. के भाइलाई फेरि दसैँ लागेको छ दसैँ यहाँ चाहिँ भाइको दसैँ नि हो होइन सो हामी चाहिँ अब अहिले इन्डोनेसिया घुम्दैछौँ होइन तपाईँहरूलाई कस्तो लागिरहेको छ तपाईँहरूले पनि भ्यू हेर्नुभएको होला सो यस्तै छ होइन इन्जोय भइरहेको छ आजको दिन मभन्दा दिदी सानो हुन्छ दिदी के भन्नु दिदी नहुन्थ्यो दिदी नि हो पानीमा गएको दिदी नै अरू भन्नु भन्दाखेरि मेरो उसले मार्छ दिदी हो दिदी मेरो दिदी हो अब त्यस्तो के भयो दाइ माल भिज्यो दाइको माल भिज्यो होइन दाइको माल भिज्यो अरे सो त्यस्तै हो हाम्रो नि भिजेको थियो अघि सो गाइज हामीलाई चाहिँ यस्तो फेरि फेरि मौका पनि आउँदैन यतिखेर चाहिँ म इन्डोनेसियाको छेउमा छु यो चाहिँ इन्डोनेसिया भन्छ होइन हामी चाहिँ मलेसियाबाट उताबाट आधी घन्टा जति सिपमा चढेर त्यहाँ हामी अघि तपाईँहरूले आएको देखिहाल्नुभयो होला त्यो सिपमा चढेर चाहिँ हामी यतातिर आएको थियौँ हामी चाहिँ इन्डोनेसिया पनि आइसकेको छौँ होइन फेरि फेरि यस्तो मौका आउँदैन क्या किनकि अब घुम्ने भनेको त्यही अब हामी पेनाङ हिल आउँदाखेरि यता समुद्र बिचतिर पनि घुम्यौँ र त्यही भएर यतातिर इन्डोनेसियासम्म पाइला टेक्ने हामीलाई चान्स मिल्यो भन्नुपर्छ सो अब त्यही हो इन्डोनेसियाको जङ्गल हो अब इन्डोनेसिया आयो भन्दा पनि हुन्छ सो अब हामी जानुपर्ने हुन्छ कुन देश घुमिस् भन्दाखेरि चाहिँ इन्डोनेसियाको पनि नाम आउने भयो किनकि अब पाइला टेक्यो नि त होइन आइयो घुम्यो फोटो खिच्यो प्रुफ छ हामीसँग भाइ इन्डोनेसिया अब हामी इन्डोनेसिया छोडेर फेरि हामी मलेसिया जाँदैछौँ